गृहमन्त्रीलाई पनि तानेको हो नि त। त्यो चाहिँ तपाईलाई सलाम गर्नुपर्यो हो। यतिको तपाईले हिम्मत भएको मान्छेलाई काम गर्नु दिँदैन। कम्बोडियाको फाइल निकाल्दाखेरि नि दाइ कम्बोडिया ए भाइ कम्बोडियाको फाइल ल्याउँदै यहाँ म देखाउँछु तपाईलाई। ए हेर्नु दाइ फोकर दाइ तपाईले हेर्नु तपाईको प्रधानमन्त्रीको हेर्नु न दाइ तपाईँ जस्तो मान्छेले हेर्नुपर्छ। यहाँ हेर्नु कम्बोडियाको फाइलले फेरि प्लेन छुटाइदिएला पनि न्युज आउला है। यो हेर्नुस् दाइ 2019 मे 2014 मा कम्बोडियामा केपी ओलीलाई चाहिँ स्वागत गरेको कम्बोडियनहरुले। यहाँ हेर्नुस् यो तपाईको थोमस हन्ट यो मान्छे सिइओ हो। हेर्नुस् दाइ अब यहाँ सिम्पल इक्विटी इन्भेस्टमेन्ट कम्पनी हैन। एक लाइन इंग्लिशमा छ एक लाइन कम्बोडियन भाषामा छ। यस्तो चीज दाइ अब तपाईलाई म भन्छु। यहाँ हेर्नुस् यो मैले कसरी खिचेको छ फोटो मेरो अनुहार यहाँ हेर्नुस् उताबाट खिचेको फोटो। इन्भेस्टमेन्ट अमाउन्ट 21 करोड US डलर। इन्भेस्टर खड्गप्रसाद ओली केपी ओली है। यहाँ खड्गेर खड्ग भने हैन खड्गप्रसाद ओली नै हो। अब दाइ यहाँ तपाईले के बुझ्नुहुन्छ 14 मे 2019 हेर्नुस् यो यहाँ है। अब तपाईलाई म लास्ट अर्को देखाइदिन्छु। त्यसले त 42 करोड अर्को मान्छे यहाँ सुन्नुस् दाइ गोगर्जीले नि हेर्नु पर्ने होला नि त्यो। गोगर्जीले यहाँ खड्गप्रसाद ओलीको सही हेर्नुस् सतीशलाल आचार्य यो सबैको पैसा छ नि। यहाँ सतीशलाल आचार्य छ सिम्मा गर्नु भएको छैन तपाईले हैन। यो सही त मिल्दैन। अहिले एउटा 42 करोडको चाहिँ फेरि अर्को मान्छेको अब फेरि अर्को कुरा थाहा छ यो सही चेन्ज भइसक्यो अर्को मान्छेको नाममा ट्रान्सफर गरिसके।